क्वेसन त तपाईँले धेरै छ सोध्नु होइन, तर अब अलिकति मैले यहाँ अलरेडी प्रिपेयर गरेर ल्याएको क्वेसनहरू चाहिँ सोध्नु पऱ्यो तपाईँलाई, मेन मुद्दाहरू होइन। फ्रान्स आएर कस्तो फिल भइरहेछ पहिलो सुरु कुरा चाहिँ तपाईँलाई? सुरुमा त फ्रान्स आएर सुरुमा त आएको 3 वर्ष पहिला गाह्रै थियो, लाइक ल्याङ्ग्वेजले गर्दा गाह्रो हुन्थ्यो, नेपालीहरू यो सिटीमा थिएन। अहिले चाहिँ रमाइलो भइरह, लाइक ल्याङ्ग्वेजहरू पनि यहाँ त्यस्तो गाह्रो छैन, सिकेँ त्यसपछि गाह्रो छैन, कामहरू पाउन नि सजिलो छ, त्यस्तो गाह्रो छैन, रमाइलो छ। भनेपछि कति कमाउनुहुन्छ त? पैसा त ठ्याक्कै भन्दा त अब कति भनौँ, अब ठिकै हो, अब लाइक काम जतिको गरिन्छ त्यति राम्रै पे छ। स्टुडेन्टदेखि वर्किङ गर्न अनि वर्किङदेखि तपाईँको पिआर पाउनसम्मको जर्नी चाहिँ कस्तो छ, कति सजिलो छ, त्यो चाहिँ एकचोटि भनिदिनु पऱ्यो। सजिलो त सजिलै छ, त्यस्तो गाह्रो त छैन। लाइक आफ्नो जुन फिल्डमा आउनु भएको त्यो फिल्ड सकिनु पऱ्यो, कोर्स सकिनु पऱ्यो, कोर्स सकिसकेपछि आफ्नै फिल्डमा काम खोज्नु पऱ्यो। अब काम खोजिसकेपछि 3 देखि 4 वर्षमा लाइक वर्किङ भिजामा गइसकेपछि 3-4 वर्षमा तपाईँले पिआरको लागि अप्लाई गर्न सक्नुहुन्छ। सो तपाईँले पाउनुहुन्छ इजिली। तर एउटा कुरो हो कि हरेक वर्ष ट्याक्स चाहिँ तिरिराख्नुपर्छ। अब ट्याक्स बरु आओस् नआओस् डिक्लियर चाहिँ गर्नुपर्छ एभ्री इयरको। ए ओके। अनि तपाईँको यो कलेजहरू चेन्ज गर्न कतिको सजिलो छ? तपाईँले आफ्नो फिल्डहरू चेन्ज गर्न कतिको सजिलो छ यहाँ चाहिँ? यहाँ सजिलो छ। त्यहाँ अरू कन्ट्रीहरू जस्तो चाहिँ नेपालमै यो अब बिएससी गरेको छु भने बिएससी नै गर्नु पऱ्यो या त्योभन्दा तलको म्यानेजमेन्टतिर जानु पऱ्यो, म्यानेजमेन्टको साइन्सतिर जान मिल्दैन, त्यस्तो छैन यहाँ। यहाँ तपाईँले एउटा फिल्ड 1 वर्ष गर्नुभयो भने अर्को वर्ष इक्विभ्यालेन्स गराएर तपाईँ अर्को स्ट्रिम नि पढ्न सक्नुहुन्छ, अर्को फिल्डमा जानु। सपोज मास्टर्समा आउनु भएको छ भने M1 सकिनु भयो फर्स्ट इयर, सेकेन्ड इयर म चाहन्छु अर्को कलेज जान्छु, अर्को युनिभर्सिटी जान्छु भने त्यो नि पाउनुहुन्छ कि मजाले। ओके, त्यस्तो गाह्रो छैन। भनेपछि एकदमै राम्रो छ यहाँ, राम्रो छ, अपर्च्युनिटीहरू राम्रो छ। त्यही हो, अब फ्रेन्च ल्याङ्ग्वेज चाहिँ आउनुपर्छ, मेन कुरो त्यो हो। एकदम। अनि तपाईँहरू लास्टमा अब भन्नुपर्दा यसलाई छोटो मिठो बनाम यो भिडियो चाहिँ के भन्न चाहनुहुन्छ, के सुझाव दिन चाहनुहुन्छ? कता जाँदा ठिक होला, कता नजाँदा ठिक होला, के भन्न चाहनुहुन्छ नेपालबाट विदेश आउने विद्यार्थीहरूलाई? म चाहिँ एउटै सजेसन दिन चाहन्छु कि कन्सल्टेन्सी नजानुहोस्। क्याम्पस फ्रान्स भन्ने छ एउटा अर्गनाइजेसन छ जुन फ्रेन्च गभर्मेन्टकै बडी हो, वहाँ त्यहाँ जानुहोस्, त्यहाँ बुझ्नुहोस् राम्ररी। पब्लिक युनिभर्सिटीमा आउनुहोस्, एउटा इन्टेक हुन्छ सेप्टेम्बर इन्टेक, अनि अहिले खुलिसकेको छ इन्टेकको लागि फर्महरू खुलिसकेको छ। त्यहाँ जानुहोस्, त्यहाँ बुझ्नुहोस् र पब्लिक युनिभर्सिटीमा आउनुहोस्। फी पनि तपाईँको लाग्दैन, 243 यो म्याक्स हो। अब कुनै स्पेसलाइज्ड कोर्समा आउनुहुन्छ भने 3000-4000 युरो छ। त्यो रमाइलो छ, त्यसो गरेर आउनुहोस्। भनेपछि टोटलमा भन्नुपर्दा तपाईँको पब्लिक युनिभर्सिटिजमा आउनु पऱ्यो स्टुडेन्टहरूले नेपालबाट, र अलिकति ल्याङ्ग्वेज सिकेर पनि आउनु पऱ्यो, र तपाईँको आफै एप्लाई गर्दा चाहिँ बेस्ट होला भन्न खोज्नु भएको हो। हजुर। त्यही हो। ल ठिक छ, तपाईँहरूले बुझ्नु भएको होला होइन, यहाँ चाहिँ कुन चाहिँ युनिभर्सिटिजहरूमा आउने भनेर तपाईँहरूले राम्रोसँग बुझ्नु भयो होला होइन। म दाइले एक्सप्लेन गरिदिइसक्नुभयो, र तपाईँहरू अलिकति ल्याङ्ग्वेज सिकेर आउनुहोस्। र यहाँ चाहिँ एकदमै राम्रो अपर्च्युनिटी छ सबैका लागि होइन, बस्न पनि राम्रो छ, र अरू देशभन्दा पनि यहाँ चाहिँ भिजाहरूको लागि पनि एकदमै सजिलो भएका हुनाले यहाँ चाहिँ एकदम राम्रो छ। जे होस् भनौँ, त्यस्तो साह्रै दुःख पाउनु पर्ने विद्यार्थीले विदेश गएर भन्ने त्यस्तो चाहिँ छैन। त्यही भएर चाहिँ त्यही हो।